हुन्छ, प्रभुलाई धन्यवाद भएको होस्। हामी सबैजनाले यशायालाई हामी पल्टाउनेछौँ। यशायाको हामी 45 अध्यायलाई हामी पल्टाउनेछौँ। यशाया 45 अध्यायलाई हामी पल्टाउनेछौँ। हामी वचन पढ्नुभन्दा अगाडि मैले आफ्नो शीर्षक राखेको छु है, पृथ्वीका सारा मानिसहरूले जान्नु पर्ने छ है। किनभने मेरो यहाँ अगाडिको शीर्षक मैले राखेको छु कि पृथ्वीका सारा मानिसहरूले जान्नुपर्छ। अनि के कुरालाई जान्नुपर्छ त, के कुरालाई बुझ्नुपर्छ त है भन्ने बारेमा आज पवित्र आत्माले चाहिँ आज तपाईहरुको बीचमा चाहिँ मलाई बोल्न दिँदै हुनुहुन्छ। हामी यशाया 45 अध्यायको म 6 देखि लिएर म 7 सम्म पढ्छु। सर्ट यहाँ यसले लेखेको छ 6 देखि 7 सम्म। ताकि सूर्योदयदेखि लिएर सूर्यास्तसम्म मानिसहरूले जानुन् कि म बाहेक अरू कोही छैन, म परमप्रभु हुँ र म बाहेक अरू कोही छैन। 7 पद, मैले उज्यालो बनाए र अँध्यारोलाई सृष्टि गरे, म उन्नति ल्याउँछु र संहार सृष्टि गर्छु, म परमप्रभुले नै यी सारा काम गर्छु। हालेलुया। यहाँनिर चाहिँ परमेश्वरले भन्दैछ कि इजरायलीहरूको लागि अथवा कोरेशलाई है भन्दैछ कि यशायाद्वारा अतिथि मात्रै नभएर सारा पृथ्वी है भएका मानिसहरूलाई, किनभने यहाँ 6 पदले भन्दै थियो कि सूर्यदेखि लिएर सूर्यास्तसम्म मानिसहरूले जानुन् भन्नु खोजेको चाहिँ सारा पृथ्वीमा हुन्छ ती पनि मानिसहरू छ जसले चाहिँ सूर्यलाई देख्दछ है, सूर्यको किरणलाई पाउँदछ। अब तिनीहरूले थाहा दिन्छ, तिनीहरूले थाहा पाउँदछ कि सूर्य उदय हुन्छ अथवा सूर्य अस्त पनि हुन्छ। अनि त्यो व्यक्तिहरूले चाहिँ यी कुरालाई चाहिँ जान्नुपर्छ कि यहाँ चाहिँ परमप्रभु परमेश्वर पिताले जो सूर्यलाई अँध्यारोलाई सृष्टि गर्नुहुने र शान्ति पनि अर्थात् उन्नति पनि ल्याउनु हुने र संहार पनि गर्नुहुने परमेश्वर नै हुनुहुन्छ भन्ने कुरालाई चाहिँ उहाँले आफूलाई प्रकट गराउँदै हुनुहुन्छ कि म नै परमप्रभु हुँ है। यहाँनिर भनिएको छ कि मानिसहरूले जानुन् कि म बाहेक अरू कोही छैन, म परमप्रभु हुँ है, स्वर्गमा अथवा पृथ्वीमा है म नै परमप्रभु हुँ भनेर चाहिँ परमेश्वरले आज सारा जाति मानिसहरूलाई चाहिँ घोषणा गर्दैछ है। अनि ती व्यक्तिले यी कुरालाई जानुन् कि है उन्नति ल्याउनु पनि मै हो र संहार ल्याउने पनि मै हो है, सूर्यलाई उदाउने पनि मै हो, सूर्यलाई अस्ताउने पनि मै हो है। अर्थात् सूर्यलाई उदाउनु पनि र अन्धकारलाई सृष्टि गर्नु पनि उहाँ नै हुनुहुन्छ। अनि यो कुराहरू चाहिँ आज परमप्रभु परमेश्वर पिताले चाहिँ किन चाहिँ मानिस जातिहरूलाई चाहिँ बताउँदैछ त, के कारण यी कुराहरू बताउन चाहे त परमेश्वरले, यी कुरा के कारणले चाहिँ उहाँले चाहिँ आज मानिस जातिलाई चाहिँ घोषणा गर्न चाहे यशायाद्वारा। यसमा एउटा रहस्यमय कुराहरू लुकेको छ है। प्रभुले मलाई एउटा दर्शन दिनुभयो अनि त्यो दर्शन तपाईहरुको बीचमा म शेयर गर्न चाहन्छु। त्यो चाहिँ के थियो भन्दाखेरि चाहिँ एउटा स्त्री जो चाहिँ कपाल मजाले एकचोटि कपाल टुप्पो समय बाटेको लामो बनाएर चाहिँ पुरा हैन मस्किँदै ढाडो लचक हलाउँदै है केटाहरूलाई चाहिँ भनौँ न पुरुषहरूलाई चाहिँ मोहित पार्नको लागि चाहिँ उच्च पूर्ण रूपमा मानिसको भिडमा चाहिँ र आफूलाई नै देखाउनको लागि चाहिँ भनौँ न आफूलाई प्रस्तुत गराउनको लागि चाहिँ म चाहिँ यति साह्रो राम्री छु है, म चाहिँ यति साह्रो नकल पारेको, मैले आफूलाई यति साह्रो सुन्दरताले सजाएको छु है, मलाई हेर है भनेर चाहिँ पुरुषहरूलाई चाहिँ आफूतिर खिच्नको लागि चाहिँ ऊ चाहिँ पुरा हिँड्दै गर्दाखेरि त्यहाँनिर चाहिँ प्रभुले मलाई एउटा फेरि अर्को दर्शन दिनुभयो कि यति ठुलो खुट्टा पैतालाले चाहिँ ठक्क जमिनमा टेकेको मलाई देखाउनु भयो है, टेकेको देखाउनु भयो। तर त्यो स्त्रीले चाहिँ जसले चाहिँ आफूलाई चाहिँ एउटा भनौँ एक किसिमको आफैले एउटा पुरा नक्कल भनौँ एक किसिमको एकदम सुन्दरताले सजाएर चाहिँ मानिसहरूलाई आफूतिर खिच्नको लागि चाहिँ हिँड्दै गर्दाखेरि
एउटा ठुलो पैताला चाहिँ त्यहाँनिर चाहिँ मलाई चाहिँ जमिनमा टेकेको मलाई देखाउनु भयो। तर त्यो पैतालालाई चाहिँ त्यसले चाहिँ व्यवस्था गरिकन आफ्नो तरिकाले चाहिँ मानिसलाई मोहित बनाउनको लागि चाहिँ ऊ चाहिँ हिँडिराखेको प्रभु मलाई देख्न दिनुभयो। अनि त्यसैमा एउटा महसुस प्रभुले मलाई गराउनु भयो कि एउटा वचन प्रभुले मलाई याद दिलाउनु भयो कि स्वर्ग मेरो सिंहासन हो भने पृथ्वी मेरो पौधान हो, तिमीले मलाई कहाँनिर राखिएका छौ अथवा मेरो बस्ने स्थान कहाँनिर हो भनेर यो वचन चढेर चाहिँ प्रभुले मलाई चाहिँ भनौँ न एक किसिमको झसङ्ग पार्नुभयो है, प्रश्न गर्नुभयो। किनभने त्यो स्त्रीले चाहिँ आज यी कुरालाई थाहा गरेन कि पृथ्वी चाहिँ परमेश्वरको पौधान हो, जहाँ चाहिँ परमेश्वरले टेक्नुहुन्छ आफ्नो खुट्टाले। अनि त्यो टेकेको ठाउँ जुन चाहिँ छ त्यो चाहिँ एउटा पवित्र स्थान, जहाँ चाहिँ परमेश्वरको खुट्टा पर्दछ, त्यो चाहिँ एउटा पवित्र स्थान हो। तर त्यो पवित्र स्थानलाई चाहिँ के गरिरहेछ त, त्यो स्त्रीले चाहिँ के गरिरहेछ त, पुरुषहरूलाई आफूतिर खिच्नको लागि यतिसम्म लामो टुप्पोस्यामा कपाल बाटेर सिँगारेर पुरुषलाई आफूतिर खिच्नको लागि है, आफूतिर ल्याउनको लागि, आफूतिर मोहित पार्नको लागि चाहिँ ऊ चाहिँ पुरा नक्कल पार्दै शरीरलाई मर्काउँदै चाहिँ उसले चाहिँ मान्छेले मोहित पाइरहेको कुरा चाहिँ प्रभु मलाई देख्न दिनुभयो। अनि ती कुराहरू आज यो संसारमा भइराखेको छ, किनभने परमेश्वरले भन्नुभएको छ, पवित्र धर्मशास्त्र बाइबलले बताउँदछ कि स्वर्ग मेरो सिंहासन हो, पृथ्वी मेरो पौधान हो है। यदि पृथ्वी उहाँको पौधान हो भने त्यो पौधान राख्ने ठाउँ के हुनु पर्यो त, परमेश्वरको पवित्र हुनु पर्यो नि, हो कि होइन, र शुद्ध ठाउँ हुनु पर्यो नि। तर त्यो पवित्र ठाउँलाई चाहिँ परमेश्वरले जहाँ चाहिँ आफ्नो खुट्टाले टेक्नुहुन्छ त्यो ठाउँलाई चाहिँ के गर्छ त, अपवित्र तुल्याउने काम गरिरहेको छ। अनि त्यो चाहिँ के हो त, आज जति पनि यहाँ पुरुष छन्, जति पनि स्त्रीहरू छन्, जति पनि पुरुषहरू छन्, जसले चाहिँ पुरुषले स्त्रीलाई आफूतिर खिच्नको लागि है, आफूतिर ल्याउनको लागि आफूले एउटा स्त्रीको अगाडि आफूलाई एउटा नक्कल पारेर चाहिँ देखाउनको लागि चाहिँ है, आफ्नो मन तन आफ्नो लय खुलाइदेखि लिएर हरेक कुराले चाहिँ आफूलाई चाहिँ सिँगार्ने काम गर्छ, जसले चाहिँ त्यहाँनिर चाहिँ स्त्रीलाई आफूतिर खिच्नको लागि। त्यस्तै स्त्रीले पनि त्यस्तै के गर्ने गर्छ त, आफ्नो लय खुलाइदेखि लिएर सिँगार पटादेखि लिएर हरेक कुरा लगाएर चाहिँ पुरुषलाई आफूतिर खिच्नको लागि एक किसिमको उदाहरण है, मान्छेले मलाई हेरोस्, मेरो प्रशंसा गरोस् है भन्ने हिसाबले चाहिँ आफूलाई चाहिँ पूर्ण रूपमा चाहिँ एउटा सिँगार्ने काम गर्छ, जसले चाहिँ आफूलाई नक्कल पारिकन मान्छेलाई देखाउने काम गर्छ है। पुरुष पनि त्यही हो, पुरुषले पनि आफूले प्रशंसा प्राप्त गरोस्, मैले खुवाएको, मैले खाएको, मैले लाएको, मैले गरेको हैन, म आफूले सिँगारेको हरेक कुरामा चाहिँ मानिसले मलाई प्रशंसा गरोस् है, मलाई प्रशंसा गरोस् भनेर आफूतिर खिच्नको लागि स्त्रीले पनि सेम त्यही, आफूतिर खिच्नको लागि उसले हरेक तर्फबाट आफूलाई सजाउने काम गर्छ। जस कारण ती कुराहरू आफूले नक्कल पारेर एउटा स्त्रीले पुरुषलाई देखाउने काम र पुरुषले एउटा स्त्रीलाई देखाउने काम त्यहाँ चाहिँ त्यो संसारमा भइरहेको, जहाँ चाहिँ यस परमेश्वरको चाहिँ एउटा पौधान हो, पृथ्वी चाहिँ एउटा पौधान हो। त्यो पौधान टेक्ने ठाउँ अथवा पृथ्वी चाहिँ जहाँ चाहिँ परमेश्वरले आफ्नो खुट्टाले टेक्नुहुन्छ त्यो ठाउँलाई चाहिँ अपवित्र पारिरहेको छ। किनभने जहाँ चाहिँ परमेश्वरको टेक्ने ठाउँ हो त्यो ठाउँ जहाँ चाहिँ परमेश्वर खुट्टा छ, त्यो खुट्टालाई चाहिँ तिनीहरूले चाहिँ आज यी कार्यले चाहिँ व्यवस्था गरिरहेको छ। अनि यी कुराले चाहिँ आज त्यो ठाउँलाई चाहिँ अपवित्र पाइरहेको छ, अशुद्ध तुल्याइराखेको छ। तिनीहरूको मन तन, उनीहरूको खुलाइ, उनीहरूको लगाइ, एउटा सिँगार पाटाले है परमेश्वरको खुट्टातिर उनीहरू आउनु पर्ने, परमेश्वरको पौधानमा उनीहरू झुक्नु पर्ने हो। तर परमेश्वरको पौधानलाई व्यवस्था गरिकन आज उनीहरूले आफ्नो प्रशंसा मागिराखेका छन्, आफ्नो प्रशंसा पाउनको लागि आफूलाई एउटा सिँगारी राखेका छन् र उनीहरूले आफूले आफूलाई के गरिरहेका छन् त, महान तुल्याइराखेका छन्, किनभने परमेश्वरको पौधानलाई व्यवस्था गरिकन। त्यसैले चाहिँ आज परमेश्वरले यो वचनद्वारा यशायाद्वारा भन्दैछ कि, परमेश्वरले यो वचन अनुसार यशायाद्वारा भन्दैछ कि है, सूर्यदेखि लिएर सूर्यास्तसम्म मानिसहरूले जानुन् कि म बाहेक अरू कोही
छैन, म परम प्रभु हुँ, म बाहेक अरू कोही छैन। है हामी एक किसिमको ती किसिमको हाम्रो मानिस एउटा पुरुषले एउटा स्त्रीले एक किसिमको कार्य आफ्नो प्रशंसा पाउनको लागि हामी आफै उचालिनको लागि यी कार्य गर्दैछन् भने है त्यससँग त्यो ह्याबिटलाई केसँग तुलना गरिन्छ? एक समय हामी दिवाबलस जो चाहिँ परमेश्वरभन्दा माथि स्थानमा त्यो बस्न खोजे है, त्यसलाई तल जमिनको फेदमा स्वर्गबाट फालियो। पवित्र धर्मशास्त्र बाइबलले त्यो कुरालाई बताएको छ, प्रकाशमा त्यो कुरा पाउन सक्छौँ। येशू ख्रीष्टले त्यो कुरालाई घोषणा गरेको छ। शैतानले चाहिँ एउटा बिजुली सरह चाहिँ तल खसेको म देख्दैछु, प्रकाशले पनि त्यो कुरालाई घोषणा गरेको छ है। एउटा ठुलो खाडा पृथ्वीको तल्लो भागमा त्यसलाई चाहिँ फालेको कुरा, किनभने त्यसले परमेश्वर भन्दा पनि माथि हुन खोजे र त्यसले परमेश्वरले दिने महिमा उसले आफूले लिन खोजे र सबको अगाडि आफूलाई नै के गरेछ, उसले सुन्दरताले सजाउन चाहे है। परमेश्वर भन्दा म महान हुन्छु, सबैबाट मैले प्रशंसा पाउन चाहन्छु। प्रशंसा पाउनको लागि त्यसले ती कार्यहरू गरे। अनि यी कुराहरू आज यो संसारमा भइराखेको छ, हरेक पुरुषहरूको जीवनमा, हरेक स्त्रीहरूको जीवनमा, जसले गर्दा आज परमेश्वरको पौधानलाई व्यवस्था गरिरहेको छ। स्वर्ग मेरो सिंहासन हो, पृथ्वी मेरो पौधान हो। मेरो पौधानलाई किन व्यवस्था गर्दैछस्? किनभने सूर्यलाई उठाउनु हुने र अन्धकारलाई सृष्टि गर्नु हुने र प्रगति गर्नु हुने र संहार गर्ने हुने म नै हुँ भने चाहिँ परमप्रभु परमेश्वरले हरेकलाई एउटा चेतवनीपूर्वक यशायाद्वारा चाहिँ यो वचनहरू घोषणा गर्दैछ। अनि यो कुराहरू चाहिँ हरेक जाति, हरेक भाषा, हरेक मान्छेले यो कुरालाई जान्न जरुरी छ। जसले चाहिँ सूर्य उदयलाई देख्दछ र सूर्य अस्थायी र अन्धकारलाई देख्दछ, ती सबै मानिसहरूले यी कुरालाई चाहिँ जान्न जरुरी छ। किनभने एउटै मात्र परमेश्वर छ जो चाहिँ सूर्यलाई बनाउनु हुने, अन्धकारलाई रच्नु हुने, प्रकृति गराउनु हुने र संहार पनि गराउनु हुने उहाँ मात्रै हुनुहुन्छ। यदि हामी प्रगति हाम्रो संसारमा, हाम्रो जीवनमा, हाम्रो पृथ्वीमा प्रगति भएको हामी चाहन्छौँ भने आज परमेश्वरको पौधालाई हामीले वास्ता गर्न जरुरी छ। त्यो ठाउँमा हामी झुक्न जरुरी छ, त्यो ठाउँलाई हामीले स्थान दिन जरुरी छ, त्यो ठाउँलाई आज हामीले पुज्न जरुरी छ। जबसम्म हामी परमेश्वरको पौधान अघि हामी झुक्दैनौँ, जबसम्म परमेश्वरको पौधान अघि हामी घुँडा टेक्दैनौँ, तबसम्म हाम्रो प्रगति हुन सक्दैन प्रिय मित्रहरू। तर यदि हामीले परमेश्वरको पौधानलाई व्यवस्था गर्छौँ भने यो वचन अनुसार संहार उहाँले गर्नुहुनेछ है, हाम्रो जीवनमा संहार गर्नुहुनेछ। त्यसैले यो वचनद्वारा चाहिँ आज उहाँमा फर्के आउनेहरूको लागि है, अथवा उहाँको वचनलाई व्यवस्था गर्नेहरूको लागि है, जसले चाहिँ आजको यो दिनमा प्रभुले जसरी मलाई बोल्न दिनुभयो है, अनि यो वचनलाई सुनिकन पनि जतिले व्यवस्था गरेका छन् है, जतिले व्यवस्था गरेका छन् तिनीहरूलाई यहाँनिर भन्दैछन् कि 9 देखि लिएर 10 पदसम्म एकचोटि म सरल पढ्छु। यशाया 45 अध्यायको म 9 पद र 10 पद पढ्छु। म यहाँ यसरी लेखेको छ, धिक्कार त्यसलाई जसले आफ्ना सृष्टिकर्तासित झगडा गर्छ, त्यो जो जमिनमा भएका खपटाहरू मध्ये एउटा खपटो मात्रै हो। के माटोले कुमालेलाई तैले के बनाइरहेछस् भनी सोध्छ? के तेरा कानले उसको हातै छैन भनी भन्छ? धिक्कार त्यसलाई जसले बुबालाई भन्छ, तपाईले केलाई जन्माउनु भयो, अथवा आमालाई भन्छ, तपाईले केलाई जन्माउनु भयो है। अनि त्यस्तो व्यक्तिलाई चाहिँ परमेश्वरको वचन अर्थात् यशायाद्वारा चाहिँ भन्दैछ कि यशायाले भन्दैछ कि त्यस्तो व्यक्तिले धिक्कार है, त्यस्तो व्यक्तिले चाहिँ धिक्कार जसले चाहिँ बनाउनु हुने अर्थात् सृष्टि गर्नुहुने परमेश्वरसँग चाहिँ झगडा गर्दैछ। तपाईले मलाई किन सृष्टि गर्नुभयो, मलाई किन जन्माउनु भयो, मलाई किन बनाउनु भयो भनी झगडा जसले गर्छ त्यस्तो व्यक्तिलाई चाहिँ परमेश्वरले धिक्कार्दैछ, परमेश्वरको वचनले धिक्कार्दैछ है। जब हामी यो धिक्कार शब्द भनेको चाहिँ त्यसलाई बिल्कुलै
धिक्कार शब्द भने के हो? त्यससँग हामी हैरान खाइसक्यौँ, हैरान, त्यसलाई जे गर्दा पनि नहुने भयो। त्यस्तो व्यक्तिले चाहिँ हामीले चाहिँ धिक्कार्दछ। त्यससँग सङ्गत पनि बस्दैनौँ, त्यससँग नजिक पनि बस्दैनौँ, है, त्यससँग हिँड्दा पनि हिँड्दैनौँ, त्यसमा खाँदा पनि खाँदैनौँ। सकेसम्म हाम्रो किताब, हाम्रो भनौँ न हाम्रो मोबाइलको ग्यालेरीबाट, हाम्रो एल्बमको ग्यालेरीबाट, हाम्रो ग्यालेरीबाट त्यसलाई चाहिँ हामीले निकाल्ने प्रयास गर्छौँ, जसले चाहिँ आज हामीलाई चाहिँ चोर पार्ने काम गर्छ, हाम्रो दुःख दिने काम गर्छ। एउटा जन्म दिनेलाई चाहिँ ती किसिमको चाहिँ चोर पार्ने काम गर्छ, है, नराम्रो बनाउने काम गर्छ। त्यस्तो व्यक्तिले सकेसम्म हाम्रो हृदयबाट निकाल्ने प्रयास गर्छ, हाम्रो ग्यालेरीबाट, हाम्रो ग्यालेरी, मोबाइलको ग्यालेरीबाट, हाम्रो एल्बमको फोटोहरूबाट त्यस्तोलाई निकाल्ने हामी प्रयास गर्छौँ। त्यसरी नै आज त्यो व्यक्तिलाई चाहिँ त्यसरी परमेश्वरले धिक्कार्दैछ, जसले चाहिँ बनाउनेहरूसँग चाहिँ, बनाउने परमेश्वर पितालाई चाहिँ झगडा गर्दैछ। अनि त्यस्तो व्यक्ति जसले चाहिँ परमेश्वरको वचनलाई चाहिँ व्यवस्था गरिकन, उहाँको पौधालाई व्यवस्था गरिकन हिँडिराखेको छ, उहाँको पौधन अगाडि नै त्यसले के गर्छ? त्यो पवित्र स्थानलाई चाहिँ बिटोल्नु पारिराखेको छ, अशुद्ध तुलाइराखेको छ। अनि त्यस्तो व्यक्तिलाई चाहिँ परमेश्वरको वचन यशायाद्वारा चाहिँ भन्दा चाहिँ धिक्कार, धिक्कार, धिक्कार। किनभने हाम्रो छोराछोरी हुनसक्छ, हाम्रो इष्टमित्र हुनसक्छ, हाम्रो बाउ आमा, हाम्रो छरछिमेकी आफन्तहरू, यस संसारमा कतिपय मानिसहरू हुनसक्छ, ती कुराहरू जसले चाहिँ परमेश्वरलाई रिस उठाउने काम गरिरहेको छ, उहाँको पौधानलाई चाहिँ अशुद्ध तुल्याउने काम गरिरहेको छ, अथवा उहाँले टेक्ने ठाउँलाई अशुद्ध तुल्याउने काम गरिरहेको छ भने त्यस्तो व्यक्तिलाई चाहिँ एउटा चेतवनीपूर्वक यो वचन, म नै हो, सूर्यलाई उदय गर्नुहुने, अन्धकारलाई सृष्टि गर्नुहुने, प्रगति गराउनुहुने र संहार गर्नुहुने म नै हुँ भनेर चाहिँ परमप्रभु परमेश्वर पिताले चाहिँ भन्दै हुनुहुन्छ। अनि यी कुरालाई चाहिँ एउटा चेतवनीपूर्वक यशायाद्वारा चाहिँ हरेक जातिलाई दिएको छ। अनि यो वचन आज तपाईँहरूको बिचमा मलाई घोषणा गर्न लाउनु भयो, है। तर यदि हामी यी गर्दै गर्दा आज हामी प्रभुमा हामीले गरेको भुल गल्तीहरूलाई हामीले मनमा सोचेको छु, मैले चाहिँ गल्ती गरिरहेको छु, अनि यो गलत हो कुराहरू, है, यस्तो मैले गर्नु नहुने थियो भने हाम्रो हृदयमा हामी सोचेका छौँ भने र हृदयमा सोचिकन आज हामी प्रभुमा फर्किआउँछौँ भने यसको लागि पनि हामीसँग बाटो छ, प्रिय मित्रहरू, है। आज परमेश्वरको जुन क्रोध छ, त्यो क्रोधबाट हामी बाँच्न चाहन्छौँ र हाम्रो जीवनमा सुधार आएको चाहन्छौँ, यो कुरा हामी गर्दैनौँ, अब यसबाट चाहिँ हामी फर्किआउँछौँ साँचो परमेश्वरका भने यसको लागि बाटो छ, प्रिय मित्रहरू। अनि हामी प्रभुमा कसरी फर्किआउने त, है, प्रभुमा हामी कसरी फर्किआउने, यसको लागि नयाँ करारमा हामी जानुपर्ने हुन्छ। जति मैले आजको वचन मैले सुनाएँ सुरुको, यसलाई पुरानो नियमबाट थियो, अब नयाँ करारमा हामी जानेछौँ, है। नयाँ करारमा चाहिँ बताएको छ कि प्रभुमा कसरी फर्किआउने, है। हामी लुकातिर हामी जानेछौँ, लुकालाई हामी पल्टाउनेछौँ। लुका हामी सबैजनाले 7 अध्यायलाई पल्टाउनेछौँ। लुका 7 अध्याय। लुका अनि 7 अध्यायको हामी 36 देखि लिएर 38 पदमा हामी हेर्छौँ भने चाहिँ एउटा पापी स्त्रीको बारेमा हामी पाउन सक्छौँ, है। लुका 7 अध्यायको 36 देखि लिएर 38 पदसम्म हेर्छौँ भने एउटा पापी स्त्रीको बारेमा पाउन सक्छौँ, जसले चाहिँ यहाँनिर चाहिँ आफूलाई नै कसरी चाहिँ परमेश्वरमा फर्काएको छ, प्रभु येशू ख्रीष्टमा फर्काएको छ त हामी हेर्नेछौँ, है त। म एक सर पढ्नेछु। यहाँनिर म 7 अध्यायको
36 लिएर म 38 पदसम्म यहाँ यसरी लेखेको छ, फरिसीहरू मध्ये एकजनाले उहाँलाई भोजन गर्न निम्तो दिएर उहाँ त्यस फरिसीको घरमा गएर खाना बस्नुभयो है। त्यस शहरमा एउटी पापी स्त्री थिए। फरिसीको घरमा येशू खाना बस्नु भएको छ भन्ने सुनेर र एउटा सिङ्गरमर्मरको सिसीमा अत्तर लिएर त्यो त्यहाँ आए र पछिल्लोतिरबाट उहाँका पाहुनेर उभिएर रुँदै उहाँका आँसुले भिजाउन लागि र आफ्नो शिरका कप्पाले मुछ्दै उहाँ पुस्दै उहाँका पाउलाई चुम्बन गरी र त्यो अत्तर घस्न लागे है। हामी कसरी पढ्नुमा फर्काउनु पर्ने रहेछ त? यहाँ बताएको छ एउटा पापी स्त्री जसले चाहिँ आफूलाई एउटा विनम्र भएर है, अनि त्यो पापी स्त्री चाहिँ कस्तो थियो भने यो संसारमा चाहिँ आफ्नो शरीरलाई बेचिकन हिँड्ने स्त्री थियो है। त्यो स्त्रीले चाहिँ आफूले एउटा व्यभिचारमा लगाएका आफ्नो शरीरलाई बेचिकन पैसा कमाउने, मैले भने नि जसरी हामीले यसैया हामीले 45 अध्यायमा हामीले परमेश्वरले दिनुभएको चेतावनी अनुसार पौलले दिनुभएको दर्शन मैले राख्दै थिएँ। एउटा स्त्री जो चाहिँ एउटा लामो कपाल है, लामो कपाल बाटिकी है, तलैसम्म आफ्नो शरीरहरू पुरा लचक लचक पार्दै नक्कल पार्दै मानिसहरूबाट आफूले प्रशंसा पाउनको लागि र मानिसहरू आफूतिर खिच्नको लागि है, र जसले चाहिँ एउटा परमेश्वरको पौधालाई चाहिँ व्यवस्था गरेको नि हिँड्नेकी स्त्री है। आज त्यो स्त्री त्योसँग त्यो स्त्रीलाई तुलना गर्न सकिन्छ है। अनि ती स्त्री चाहिँ आज यहाँनिर चाहिँ के गरेछ त? परमेश्वरमा कसरी फर्किआएका छन् है। प्रभु येशू ख्रीष्टसँग कसरी फर्किआएका छन् त? उसले त्यहाँनिर चाहिँ बताएको छ, त्यस शहरमा एउटी पापी स्त्री थिए। फरिसीको घरमा येशू खाना बस्नु भएको छ भन्ने सुनेर र एउटा सिङ्गरमर्मरको सिसीमा अत्तर लिएर त्यो त्यहाँ आए। अत्तर भन्नाले एउटा सुगन्धित है, जसले चाहिँ शरीरमा अलिकति कपडातिर त लाउने बित्तिकै एकदम मजाको बास्ना दिन्छ है, अनि त्यो महँगो दाममा बेचिन्छ है। अब त्यो अत्तर त्यो समयमा 2000 वर्ष अगाडि त्यो अत्तर बोकेर हिँड्ने स्त्री है, जसमा चाहिँ टन्नै बोकेर, त्यो समयमा भनौँ प्रायः जस्तो त्यो अत्तर भनेको थाहा पनि थिएन होला, अथवा अत्तर भनेको त्यो समयमा भनौँ न प्रायः जसले बोक्न पनि सक्थेन होला त्यो समयमा। तर त्यो अत्तर भनेको चाहिँ एउटा धनी व्यक्ति है, एउटा धनी व्यक्तिले मात्रै बोकेर हिँड्ने सक्ने व्यक्ति हुन्थ्यो त्यो समयमा। तर अहिले चाहिँ हामी हेर्छौँ भने अहिलेको समयमा चाहिँ त्यो अत्तरलाई चाहिँ जसले पनि बोकिदिन सक्छ है। तर त्यो समयमा त्यस्तो थिएन। तर त्यो समयमा चाहिँ जस्तो धनीहरू थियो, धनीको घरहरूमा त्यो कुरालाई पाउन सक्थ्यौँ, त्यो अत्तर सुगन्धित बास्ना आउने अत्तरहरू। अनि त्यो स्त्रीले चाहिँ त्यो अत्तरलाई चाहिँ बोकेर चाहिँ येशू ख्रीष्ट कहाँ आए र उहाँको पौधानमा खनाए है। पौधानमा खनाएपछि के गर्छ? त्यो कपाललाई खोलिन् हो, त्यो कपाललाई खोलिन् र त्यो कपालले के गर्न थाले? त्यो पाउलाई पुस्न थालिन्। के गरेछन्? त्यो पाउलाई त्यो पाउला पुस्न थालिन्। अनि त्यो पाउला पुस्दै उसले के गरेछ? चुम्बन गरेकी छन् हो कि होइन? त्यो पौधालाई के गरेछन्? प्रेम गरेकी छिन्। त्यो पौधालाई के छ? उसले पुस्न थालेकी छिन्, प्रेम गर्न थालेकी छिन्। सच्चा हृदयले सारा प्राणले उसमा भएको सबै सारा धन सम्पत्तिले के गरेछ? उसले त्यहाँ पुज्न थालेकी छिन्, रुँदै है, रुँदै पुज्न थालेकी छ। उसले इज्जत दिए, त्यो पौधालाई इज्जत दिए। आज यसरी नै आज हामी प्रत्येकजना के गर्नु पर्यो? परमेश्वरमा फर्किआउन जरुरी छ। परमेश्वरको पौधालाई के दिनु पर्यो? हामीले इज्जत दिनु जरुरी छ, प्रेम दिन जरुरी छ। हाम्रो कपाल पाटेर सिँगारेर अहिलेको दिनहरूमा हेर्छ भने होइन, धेरै मेकअपहरू निस्केको छ, धेरै कपाललाई सिँगार्ने थोकर निस्केको छ। अनि ती कुराहरू के हो त? हामी जवान देखिनलाई है, मानिसले हामीले जवान देखोस् भन्ने हिसाबले त्यो कुरा लाउने गर्ने गर्छौँ। तर त्यो कपाल उसले के गर्छ? फुर्कालेर त्यो कपालले के गर्छ त? र पौधालाई पुस्ने काम गरेको छ। उसको पौधा उसको शरीरबाट बगेको आँसु के गरिरहेको छ त? धुने काम गरिरहेको छ। उसमा भएको जति धन छ भनौँ न, त्यो अत्तर त्यसैले महँगो दाममा बेचिन्थ्यो। त्यो अत्तरले के गर्छ? सेवा गर्दैछ। उसको ओठले के गर्दैछ? मोही गर्दैछ
बुझ्दैछ। तर यी क्रममा आज परमेश्वरको पावदानलाई पुज्ने जति नि परमेश्वरको छोराछोरी छन्, जसले परमेश्वर फर्किआएका छन् र परमेश्वर फर्किआएका जसले नि परमेश्वरको पावदानलाई पुज्ने काम गरिरहेका छ हैन, उनीहरूप्रति आउने जति नि घृणाहरू छ, जति पनि आउने ऊहरू छ, त्यो स्वाभाविक हो, किन उनीहरूले बुझेका छैनन् है। किनभने हामी पाउन सक्छ जब ती स्त्रीले येशू ख्रीष्टको पाउमा आफ्नो अत्तर दलेर कपाल पुज्नलाई मोही गर्न थालिन्, त्यहाँनिर चाहिँ 39 पदमा हेर्छ भने त्यहाँनिर चाहिँ सिमोनले यहाँनिर यसरी भन्ने बताएको छ, उहाँलाई निम्तो गर्ने फरिसीले यो देखेर मनमा नै यसो भन्न लागे, यिनै अगमवक्ता हुँदा हुन् त यिनलाई पुज्ने छुने को हो र कस्ती स्त्री हो भनी यिनले जान्दथे, किनकि यो त पापिनी हो है। आज यस्तो किसिमको परमेश्वरमा फर्की आउने हरेक व्यक्तिहरूप्रति भनाएर आउँछ नआउने होइन, तर येशू ख्रीष्टमा आज हामी पापी छौँ हो, हामी पापी छौँ, जन्मदेखि नै हामी पापी हौँ, तर यसको उद्धारको लागि परमेश्वरले आफ्नो पावदानलाई अर्थात् परमेश्वरले आफ्नो पुत्रलाई यो संसारमा पठाउनु भएको छ। र जब हामी एउटा विश्वास गरी उहाँमा फर्किआउँछ भने है, येशू ख्रीष्ट यहाँ के भन्दैछ है त हेर्नेछ हामी है, यहाँ के भन्दैछ 29 देखि लिएर म 50 समय हेर्छु होइन, तर म त्यतिर म जान्दिनँ, सिर्फ छोटो म यहाँनिर 48 सम्म मात्रै पढ्छु म है, 40 देखि 48 पदसम्म पढ्छु म। यहाँ यसो लेखेको छ, यसैले त्यस फरिसीलाई भन्नुभयो, ए सिमोन तिमीले के भन्नु छ, केही भन्नु छ? तिनले भने गुरुजी भन्नुहोस् है। यसैले त्यसलाई फरिसीलाई भन्नुभयो, ए सिमोन तिमीलाई केही भन्नु छ? अनि तिनले भने गुरुजी हो भन्नुहोस्। कोही साहुकारका 2 श्रेणीहरू थिए, एउटाले 500 रुपियाँ र अर्कोले 50 रुपियाँ ऋण लिएका थिए, तर तिनीहरूसित तिर्ने कोही नहुँदा तिनले दुवैलाई माफी दिए। यसकारण भन त यी 2 मध्ये कुन चाहिँले तिनलाई बढी प्रेम गर्नेछ? सिमोनले भने, म ठान्छु जसले बढी क्षमा पायो। उसैले तिनलाई भन्नुभयो, तिमीले ठिकै विचार गरेका छौ। अनि त्यस स्त्रीलाई फर्केर उहाँले सिमोनलाई भन्नुभयो, यस स्त्रीलाई देख्दछौ, म तिम्रो घरभित्र आए तर तिमीले मलाई पाउ धुने पानी दिएनौ, तर यसले मेरा पाउ आँसुले भिजाई र आफ्ना केशले पुछे। तिमीले मलाई चुम्बन गरेनौ, तर यसले त यहाँ म आएदेखि मेरा पाउ चुम्न गर्न छोडेकी छैन। तिमीले मेरो शिरमा तेल खसिदिएनौ, तर यसले त मेरो खुट्टामा अत्तर घसेकी छे। यसकारण म तिमीलाई भन्दछु, यसका पाप जो धेरै छन् क्षमा भएका छन्, किनकि यस स्त्रीले बढी प्रेम देखाए। तर जसलाई थोरै क्षमा गरिन्छ त्यसले थोरै नै प्रेम गर्छ। अनि उहाँले त्यस स्त्रीलाई भन्नुभयो, तिम्रो पाप क्षमा भएका छन्। हालेलुया, आमेन। आज हामीले परमेश्वरको पावदानलाई के गर्नु पर्यो? इज्जत दिन जरुरी छ, प्रेम गर्न जरुरी छ। उसले सारा दिँदैन, किनभने यसो त्यहाँ गवाई दिँदैछ कि म यहाँ आएदेखि स्त्रीले मेरो खुट्टालाई पुज्नलाई छोडेको छैन, प्रेम देखाउन छोडेको छैन है। त्यो किसिमको गवाई दिँदैछ, त्यो स्त्रीको, पापी स्त्रीको गवाई दिँदैछ। र जसरी यहाँनिर चाहिँ हामी 48 पदमा पाउँछ कि 48 पदमा पाउँछ कि तिम्रो पाप क्षमा भएका छन्, किन उसको पाप धेरै थियो हो, धेरै थियो। र सब त्यो संसार त्यो समयको सबै मानिसहरूले त्यो पापी स्त्री कस्तो खालको छन् भनेर सबै जान्दथ्यो है। त ती सबै पापलाई है येशू ख्रीष्टले के गर्छ? क्षमा दिएका छन्। किन ती स्त्रीले येशू ख्रीष्ट अर्थात् परमेश्वरको पावदानलाई के गरेका छन् त? पुज्नलाई छोडेन, इज्जत दिनलाई छोडेन, प्रेम गर्नलाई छोडेन, चुम्नलाई छोडेन। त्यो पावदानलाई उले सिरपेज बनाए, त्यो पावदानलाई सर्वोच्च बनाए। विशेष गरी कुरालाई हामी ध्यान दिन जरुरी छ। यदि हामी प्रभुमा फर्किआउँछ भने यसरी फर्किआउँ र परमेश्वरको पावदानलाई इज्जत दिन थालौँ, किनभने उहाँले भन्नुभएको स्वर्ग मेरो सिंहासन हो, पृथ्वी मेरो पावदान हो
र मेरो बस्ने ठाउँ तिमीले कहाँ बनाएका छौ? मेरो स्थान कुन हो? प्रश्न गर्दैछ। तर यी कुरालाई व्यवस्था गर्न चाहिँ यशाया 45 अध्यायले बनाएको छ त्यस्तो व्यक्तिलाई चाहिँ धिक्कार। तर जो चाहिँ एउटा पश्चाताप गरिकन सच्चा हृदयले परमेश्वरको पौधालाई वास्ता गरिकन आउँदछ, प्रेम गर्दछ। किनभने त्यहाँनिर चाहिँ त्यो स्त्री परमेश्वर यीशु ख्रीष्ट त्यो शवमा आएदेखि त्यो स्त्रीले के गरेछ त्यहाँ पुस्नलाई छोडेको छैन भनेको छ, रुनलाई छोडेको छैन भनेको छ, कपालले पुस्नलाई मै खानलाई छोडेको छैन, अत्तर घस्नलाई छोडेको छैन भनिरहेछ। आज हामी संसारमा छौँ। उहाँले भन्नुभएको छ कि स्वर्ग मेरो सिंहासन, पृथ्वी मेरो पौधा हो। जबसम्म यो पृथ्वी उहाँको पौधा रहन्छ त्यति दिनसम्म आज हामीले पुज्न जरुरी छ प्रिय मित्रहरू। तर यदि त्यो पौधा यो पृथ्वी चाहिँ उहाँको पौधा हामी जानिकन त्यो कुराले व्यवस्था गरिकन हाम्रो आफै सजावटमा हाम्रो आफ्नो सुन्दरता पाउनको लागि, हामी आफ्नो प्रशंसा पाउनको लागि त्यो कुरालाई व्यवस्था गरेर हिँड्छ भने है त्यस्तो व्यक्तिलाई परमेश्वरले संहार गर्नुहुन्छ। त्यसैले आज फर्किने बाटो पनि देखाउनु भएको छ परमेश्वरले। कसरी फर्किनु पर्छ? एउटा स्त्रीको उदाहरण दिएर नयाँ नियमले। अनि त्यो चाहिँ के हुन्छ? प्रभु येशू ख्रीष्ट मात्रै हुनुहुन्छ। येशू ख्रीष्ट मात्रै हुनुहुन्छ। जब कोही विश्वास साथ येशू ख्रीष्टमा आउनुहुन्छ, एउटा विश्वास गरिकन येशू ख्रीष्टमा त्यो पाप क्षमा छ, येशू ख्रीष्टमा त्यो उद्धार छ भनिकन आउँछ भने है, आउँछ भने यहाँ चाहिँ भनिएको छ है, अन्तिममा 50 पदले भन्दछ स्त्रीलाई के भनी पठाएको छ परमेश्वर येशू ख्रीष्टले है, के भनी पठाएको छ? उहाँले त्यो स्त्रीलाई भन्नुभयो तिम्रो विश्वासले तिमीलाई बचाएको छ, शान्तिसँग जाऊ। येशू ख्रीष्टले स्त्रीलाई भन्दैछ 50 पदले, उहाँले त्यो स्त्रीलाई भन्नुभयो तिम्रो विश्वासले तिमीलाई बचाएको छ, शान्तिसित जाऊ। जुन विश्वासले आज परमेश्वरको पौधालाई पुस्न उसले छोडेन, त्यो विश्वासले के गरेछ? उसलाई बचाएको छ। र अनि त्यो स्त्रीले के पाएको छ? परमेश्वरबाट आउने शान्ति प्राप्त गरेको छ है। अनि त्यो शान्ति भित्र चाहिँ एउटा रहस्यमय कुरा लुकेको छ। त्यो शान्ति जब हाम्रो जीवनमा आउँछ नि, शान्ति है, शान्ति जब हाम्रो जीवनमा आउँछ, शान्तिले जब हाम्रो बाँच्न थाल्छ भने है तीन कुराले आज हाम्रो जीवनमा भूमिका खेलिरहेको हुन्छ। तीन कुराले आज हाम्रो जीवनमा भूमिका खेलिरहेको छ। त्यो चाहिँ के हो त है? त्यो कुरालाई म बताउने छु। म अन्तिम आइसकेँ। यहाँनिर हामी 2 कोरिन्थीमा हामी जानेछौँ। हाम्रो बाइबल छ हामी पल्टाउनेछौँ। 2 कोरिन्थी हामी 2 कोरिन्थीको 13 अध्यायलाई हामी हेर्नेछौँ है। 13 अध्यायको म 14 पदलाई पढ्नेछु। म 2 कोरिन्थीको 13 अध्यायको 14 पदलाई यसरी लेखेको छ, प्रभु येशू ख्रीष्टको अनुग्रह, परमेश्वरको प्रेम र पवित्र आत्माको संगति तिमीहरू सबैसँग रहून् है। जब हामी परमेश्वर आउने शान्तिलाई हामीले प्राप्त गर्छौँ, त्यसमा 3 कुराले सम्म दिइरहेको छ। परमेश्वर येशू ख्रीष्टबाट आउने अनुग्रह हो कि न? येशू ख्रीष्टबाट अनुग्रहले हामीलाई साथ छोडेको हुँदैन। र परमेश्वरको प्रेमले हामीलाई साथ छोडेको हुँदैन। र पवित्र आत्माको संगति जस उहाँको उपस्थितिले हामीलाई साथ छोडेको हुँदैन। यी 3 कुराले चाहिँ हामीलाई चाहिँ चलाइराखेको हुन्छ। जब परमेश्वरको शान्ति हाम्रो जीवनमा आउँछ भने त्यो शान्तिमा यी 3 कुराले भूमिका खेलिरहेको हुन्छ है। अनि जब हामी यी 3 कुराको भूमिकामा हामी रहन्छौँ, जसरी परमेश्वरको अनुग्रहमा हामी हिँडिरहेको, येशू ख्रीष्टको अनुग्रहमा जब हामी हिँड्दै गर्दा, परमेश्वरको प्रेममा हिँड्दै गर्दा र पवित्र आत्माको संगतिमा हामी हिँड्दै गर्दा है हिँड्दै गर्दा
प्रभुले मलाई एउटा दर्शन दिनुभयो। अनि त्यो दर्शन चाहिँ के हो भन्दाखेरि चाहिँ जब हामी यी कुरामा हाम्रो मन तनले जसरी एउटा पापी स्त्रीले गरे चाहिँ है परमेश्वरको पावनलाई हामीले पुस्नलाई छोड्दैनौँ र ती कुरामा हामी लागिराख्छौँ भने है लागिराख्छौँ भने है परमेश्वरको अनुग्रह येशू ख्रीष्टको अनुग्रह र परमेश्वरको प्रेम र पवित्र आत्माको संगतिले हामीलाई भर्नुहुनेछ र यी कुरामा हामी लागिराख्दा आउने दिनको लागि है जुन हामीले कटनी गर्नको लागि जुन बिटार बाँड्ने कटनी गर्दैछौँ र कटनी गर्दै गर्दा जुन बिटार हामीले बाँड्ने काम गरिरहेछौँ है अनि संगति परमेश्वर आउने येशू ख्रीष्टबाट आउने अनुग्रह र परमेश्वर आउने प्रेम र पवित्र आत्माको संगतिले चाहिँ हामीलाई बिटा बाँध्ने काम दिँदै हुनुहुन्छ। अनि त्यो चाहिँ के हो त जसरी हामी पाउन सक्छौँ जब धान पाक्छ गहुँ पाक्छ मान्छेले कटनी गर्छ कटनी गरेपछि के गर्छ त्यसलाई बिटा बिटा बाँधेर त्यसलाई सुकाउने काम गर्छ ताकि त्यसबाट के त्यो सुकेपछि त्यसलाई त्यसको भुस जतिलाई अलग गर्नको लागि दाना जाने अलग गरिकन अनि त्यो दाना चाहिँ आउने दिनको लागि हाम्रो परिवारको लागि हाम्रो पुस्ताको लागि भनौँ हाम्रो परिवारको लागि आउने वर्षहरूको लागि है आउने वर्षहरूको लागि के हुन्छ त्यसले चाहिँ हाम्रो भोक चाहिँ हाम्रो पेटको लागि चाहिँ बनिरहन सकेको छ है ताकि त्यसबाट हामी आनन्द उठाउन सकौँ त्यसबाट हामी रमाइरहन सकौँ हामी भोको नहुन सकौँ। अनि त्यति छ भनेपछि हामी के हुन्छ त्यो कुरा त हामीसँग छ है भनेपछि के हुन्छ हामीमा एक किसिमको शान्ति महसुस हुन्छ हाम्रो जीवनमा हो कि होइन एउटा शान्ति महसुस हुन्छ हाम्रो जीवनमा। उदाहरणको लागि अहिले चाहिँ हामीले यताबाट ऋण लिएका छौँ उताबाट ऋण लिएका छौँ तर त्यो ऋण तिर्नु सकेन भने हामी के हुन्छ हाम्रो मनमा शान्ति हुँदैन खुलदुली हुन्छ। तर त्यो ऋण दिने पैसा हामी अलरेडी हामी अगाडि हामीसँग छ भने यो महिनामा त मसँग यति ऋण तिर्ने पैसा छ त्यो चाहिँ हाम्रो मनमा एउटा शान्तिले भर्दछ है। त्यस्तै आज जब परमेश्वर येशू ख्रीष्टबाट आउने अनुग्रह परमेश्वर आउने प्रेम र पवित्र आत्माको सङ्गति हाम्रो जीवनमा हुन्छ नि त्यसले आज हामीलाई बिटा बाँड्नलाई सिकाउँदछ ताकि आउने दिनको लागि हाम्रो लागि सबै कुरा जुटोस् र त्यो कुरा देख्दाखेरि हाम्रो मनमा शान्तिले भरोस्। अनि त्यो शान्ति आज परमेश्वरले हामीलाई दिनुभएको छ। तर कतिजनाले छन् यो शान्तिलाई पाएर पनि गुमाएका छन् र पाएर पनि यो कुरालाई व्यवस्था गरेका छन्। त्यस्तो व्यक्तिलाई चाहिँ परमेश्वरले अवश्य संहार गर्नुहुन्छ। तर यदि हामी त्यो स्त्री चाहिँ त्यो पापी स्त्री चाहिँ परमेश्वरको पावनमा हामी हाम्रो शिरहरूलाई झुकाउँदै विनम्र भएर एउटा विश्वास प्रभुमा फर्काउँछ भने अवश्य नै हाम्रो पापहरू क्षमा हुनेछ है र उहाँको शान्तिले हामीलाई भर्नुहुनेछ र उहाँको येशू ख्रीष्टको अनुग्रहले परमेश्वरको प्रेमले पवित्र आत्माको संगतिले हमेशा हाम्रो जीवनमा काम गर्नेछ। आमेन। यी कुराले हामीलाई छोड्ने छैन। आमेन। हुन्छ आजको वचनलाई म यहाँ राख्दै जय मसीह गॉड ब्लेस यू ऑल। हुन्छ हामी प्रभु भोजमा जानेछौँ।